गाइस 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 देख्न सकिन्छ यो इट्टा भट्टी हो कि होइन। यहाँ इट्टा भट्टी धेरै छ। एउटा यहाँ छ, एउटा अलि तल, अलि उता यहाँ 6-7 वटा इट्टा भट्टी छ होइन। यो चाहिँ फ्लोटिङ बन्न लागेको हो है। अनि यो साइडमा हरियालीहरू पनि छन्। मैले यो इट्टा भट्टीको भिडियो बनाउन लाग्यो ठ्याक्कै सिधा यसको पारिको झन् कस्तो मस्त गाउँ रहेछ हेर्नु त यहाँ। वा लभ इट दिस भिलेज। एकदम मनपर्दो गाउँ रहेछ होइन। खासमा यो के भने यो इट्टाहरू यहाँ पोलेर है, यिनीहरू सबै इट्टा बनाउँदैछ क्या, नयाँ बनाउँदैछ। यस्ता यहाँ इट्टा भट्टीमा हालेर पोलेर होइन, यिनीहरूलाई स्टोर गर्दो रहेछ यिनीहरूले। अनि सेल चाहिँ यहाँबाट हुन्छ कि यिनीहरू यो सबै इट्टा होला भट्टीहरूको नै हो। जसमा यही घरको पनि जग्गाहरू छ त्यहाँ भाडामा दिएको छ होइन इट्टा भट्टीलाई। यो चाहिँ मैले सुनेअनुसार के छ अरे भनेपछि जस्तै यिनीहरूले इट्टा भट्टी बनाउनुभन्दा अगाडि कि होइन एउटा बोका लगेर भोग हान्छ अरे कि। ल परमप्रभु परमेश्वरी हामीले यो काम गरुन्जेलसम्म पानी नपारिदेऊ भनेर यिनीहरूले मन छाएर अनि छ्याप्प भोग हाल्छ अरे कि होइन। त्यही भएर इफ अब पानी परेन भने यिनीहरूले भोग हालेको भएर नि पानी परेन पनि भनिन्छ होइन। त्यो अब यस्तो छ, अब पानी नपर्ने हो भने अरू यता खेतीबाली गर्ने मान्छेलाई समस्या, पानी पऱ्यो भने यिनीहरूलाई समस्या। त्यस्तै छ प्राकृतिकको खेलहरू मिलाउनु पर्छ सबैले होइन। यस्तै हो गाइस, यो